मेरा हार्दिक नमन। यस नेकपा एमाले गण्डकी गाउँपालिका कमिटीद्वारा नेपाल कम्युनिटी पार्टी ६३औं स्थापना दिवसको अवसरमा 2080 तथा ज्येष्ठ कम्युनिस्ट सम्मान एवं क्यालेन्डर विमोचन कार्यक्रम 2082 मा स्थापना भएको यो कार्यक्रम अत्यन्तै सरल र राम्रो रूपसँग सम्पन्न भइरहेको छ र हामीले उत्कृष्टज्यूबाट के सिक्न पाउँछौँ भन्दाखेरि तथा विभिन्न पार्टीका सदस्यहरूबाट हामीले धेरै कुरा सिक्न पाएका छौँ। विद्यार्थीहरूको जीवनमा पनि यस राजनीतिपट्टिको बेहोरा कसरी हामीले सम्पन्न गर्न सक्छौँ र कसरी हामीले आफ्नो जिम्मेवारीहरू वहन गर्न सक्छौँ भन्ने बारे हामीले धेरै कुरा सिक्न पाएकोमा ज्यू तथा सम्पूर्ण पार्टीका सदस्यहरूपट्टि आभार व्यक्त गर्न गर्दछु। धन्यवाद। ठुलो हामीले तपाईँहरू कि एउटा प्रेरणाको स्रोत हो। आगामी दिनहरूमा पनि अझ मैले पनि यसो गरी भने मलाई पनि सम्मान हुँदो रहेछ भन्ने एउटा नमुनाको रूपमा मात्रै हामीले कार्यक्रम अगाडि बढाएका छौँ। अब हामी कार्यक्रमको लगभग हामी अन्त्यतिर गइसकेका छौँ। अब चाहिँ पार्टीको तर्फबाट आफ्ना भनाइ राखिदिनु हुन प्रदेश कमिटीका सदस्य एवं गण्डकी गाउँपालिकाका इन्चार्ज कमरेड गोपाल पाण्डेलाई कम्युनिस्ट स्थापना सन्दर्भमा समसामयिक विषयवस्तु स्थापना दिवस र नेकपा एमाले सन्दर्भ नेकपा एमाले गण्डकी गाउँपालिका पार्टी खेलेको भूमिका 2080 सम्मान तथा ज्येष्ठ नागरिक जो हाम्रा खम्बाहरूको सम्मान र हामी 2082 को नेकपा एमाले गण्डकी गाउँ पार्टीले प्रकाशन गरेको क्यालेन्डर विमोचन कार्यक्रमका अध्यक्ष एवं हाम्रो पार्टीका गाउँ कमिटीका अध्यक्ष कमरेड, हाम्रो पार्टीका केन्द्रीय सदस्य, सङ्घीय गोर्खा क्षेत्र नम्बर 1 सङ्घीय निर्वाचन क्षेत्र इन्चार्ज कमरेड तथा यस कार्यक्रमका प्रमुख अतिथि, पार्टीका जिल्ला उपाध्यक्ष लगायत यस कार्यक्रममा अतिथिको रूपमा पाल्नुभएका सम्पूर्ण कमरेडहरू, मित्रहरू र तपाईँ जो सम्मान हुनुहुन्छ, जो सम्मानित भइसक्नु भएको छ र तपाईँ सबै मेरो हलमा उपस्थित हुनुभएका सबैमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट क्रान्तिकारी अभिवादन। समय छैन, समयको चाप छ, हामीलाई गाडीले कुरिराखेको छ, हामी हतारमा छौँ। तैपनि यो बिचमा तपाईँहरूलाई आज सम्मान कुन दिनमा गरिएको छ त? आजको दिन के हो त? साँच्चै नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको 76औं वर्ष उत्सवको रूपमा तपाईँहरूलाई आज जो सम्मान गरिएको छ, के हो त यो? आज 76 वर्ष नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको रहेछ भन्नेसम्म त जानकारी भयो। तर यहाँ आजको दिन साँच्चै सर्वहारा वर्गको, साँच्चै मजदुर वर्गको, विद्यार्थीको, किसानको र आम नेपाली जनताको मुक्तिकै खातिर आज 2006 साल वैशाख 9 गते भारतको कलकत्तामा कमरेड पुष्पलालको नेतृत्वमा कमरेड नरबहादुर कर्मचारी, कमरेड निरञ्जन गोविन्द वैद्य र कमरेड नारायण विलास जोशी जो 4 जनाको उपस्थितिमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। हामीले कहीँ अलिअलि इतिहासमा सुन्छौँ, त्यहाँ हामीले कहिले 5 जना पनि हुनुहुन्थ्यो भन्ने छ। जो मोतीमाया जसले नेपालको कम्युनिस्ट आन्दोलनलाई कम्युनिस्ट पार्टीको स्थापना गर्ने जो सन्दर्भमा उहाँले त्यहाँ सहयोग गर्नुभएको थियो। सहयोग यति मात्रै हो कि उहाँले बैठक बस्ने ठाउँ र खानाको बस्ने ठाउँको व्यवस्थापन सबै गरेकाले हामीले भन्ने गरेका छौँ नेपाल कम्युनिस्ट पार्टीको स्थापना जो संस्थापक हुनुहुन्छ 5 जना हुनुहुन्छ भन्ने गरेका छौँ। उहाँहरूले साँच्चै आजभन्दा 76 वर्ष अगाडि जो जहाँ राणा शासन थियो
सुन्ने गरेका छौँ कि हाम्रो राजा पालन बोल्न पाइन्थ्यो, राणा पालन बोल्न पाइन्थ्यो, यो गणेहरूले मात्रै बोल्न दिए हो र भनेर केही मान्छेहरूले क्वेसन गरिरहेका छन्। साँच्चै नेपालमा त्यतिखेर पार्टी स्थापना गर्न पाइन्थ्यो, त्यहाँ पनि कम्युनिस्ट पार्टी, त्यो कम्युनिस्ट पार्टीको स्थापना भारतमा गरेर गर्न परेको थियो। साँच्चै आज हामीले हाम्रो पूर्वजहरूले हाम्रा जो कमान्डरहरूले 2006 सालमा पार्टीको स्थापना भारतमा जो कलकत्तामा गरेर आज हामीले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संविधान जो जारी गरेको छ, यस अवसरमा तपाईहरू जो हाम्रा अग्रजहरू, जो हाम्रा विद्यार्थी भाइ बहिनीहरू जो यसैमा प्रत्येक वडाबाट उत्कृष्ट नम्बर ल्याएर जो पास गर्नुभएको छ, उहाँहरूलाई सम्मान गर्न पाउँदा हामीलाई गर्व लागेको छ र तपाईँ सबैलाई म बधाई तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु र तपाईँहरूको उज्जवल भविष्यको कामना पनि गर्छु। आज साँच्चै कम्प्युटर राखिसक्नुभएको छ, मैले धेरै विषयवस्तु राख्ने छैन। आज नेपाली सर्वहारा वर्गको जो 2006 सालमा मुक्तिको लागि, मुक्तिका खातिर, मजदुरका मुक्तिका खातिर जसरी कम्युनिस्ट पार्टीको स्थापना भयो, आज त्यही कम्युनिस्ट पार्टी नेपालको सङ्घीय सरकारको नेतृत्वमा पुगेको छ। आज उसैले नेपालका विकासका परियोजनाहरू, भौतिक निर्माणका परियोजनाहरू, विद्युतीयका कुरा होस्, शैक्षिकका कुरा होस्, स्वास्थ्यका कुराहरूलाई जो अगाडि बढाइराखेको छ, यसबाट केही मान्छेहरू अत्तालिएका छन्, केही मान्छेहरू आत्तिएका छन् र तिनै मान्छेहरूले भन्ने गरेका छन् यी कम्युनिस्टहरू त बोल्न नि दिँदैन, अथवा कम्युनिस्टहरू तानाशाह भए, केपी ओली तानाशाह भयो भन्ने गरेका छन्। हो, साँच्चै हो, साँच्चै हो। यदि नेपाली जनताको मुक्तिका खातिर, नेपालको विकासको लागि, नेपालको समृद्धिको लागि र नेपाली जनतालाई विश्व स्तरमा पुर्याउनको लागि र सुन्दर नेपाल निर्माण गर्नको लागि साँच्चै कम्युनिस्टहरू आवश्यकता पर्यो भने जनताको अन्यायलाई प्रयोग गर्न पनि तयार हुन्छन् र केपी ओली हुनुपर्छ। यदि यहाँ केही मान्छेहरू सानो यहाँ गरिरहेका छन्, आफूलाई राजावादी भन्नेहरूले खबरदार भन्न चाहन्छ, केपी ओली नेपालको मात्रै होइन साउथ एसियाको कमान्डर हो, नेता हो। तिमीहरू यदि तिमीहरू चाहन्छौ भने, तिमी ज्ञानेन्द्रलाई चाहन्छौ भने ज्ञानेन्द्र आऊ, राप्रपाको कि अध्यक्ष बनेर आऊ कि नयाँ पार्टी खोलेर आऊ, तिमीसँग हामी फेरि पनि प्रतिस्पर्धा गर्छौँ। होइन भने कुनै नेपाल सरकारले दिएको एउटा घरभित्र बसेर गोप्य साङ्का नगर, नेपाली जनतामाथि फेरि रोक नगर, नेपाली जनतामाथि फेरि प्रतिबन्ध लगाउने चेष्टा नगर, नेपाली जनताले बोल्न पाउने अधिकारमाथि प्रतिबन्ध नलगाऊ। तिमी सक्छौ भने, तिम्रो हिम्मत छ भने आऊ, चुनाव लड, तिमीसँगै हामी चुनाव लड्न तयार छौँ। केही दलालहरूलाई, केही मेडिकल व्यवसायीहरूलाई, केही सहकारीका चाहिँ ठगहरूलाई, ब्याङ्क ठगलाई चाहिँ अग्रसर बनाएर, कमान्डर बनाएर राज्यमा आतङ्क नछाऊ, आतङ्क नछाऊ। तिमीलाई च्यालेन्ज छ, तिमीलाई चुनौती छ हाम्रो। यदि तिमी ज्ञानेन्द्र तिमीले देशलाई फेरि पनि 2006 साल पछाडि धक्काल्ने कुचेष्टा गर्छौ भने 3 करोड नेपाली जनताले यो पाएको संघीय लोकतान्त्रिक गणतन्त्रको जो उपहार छ, यो जनताहरू तिमी विरुद्धमा तिमीलाई दिएको चाहिँ नाराजु दरबारबाट पनि लक्ष्यपट्टि बाध्य स्थिति हुन सक्छ। त्यसैले आज हामीले भनिरहेका छौँ यो कम्युनिस्ट पार्टीको 70औं कार्यक्रम तालिका पनि छ। उपलक्ष्यमा दिवसमा तपाईँहरूको बिचमा भन्छु, तपाईँ भाइ बहिनीहरूलाई भन्छु, साँच्चै तपाईँहरू सम्मान लायक हुनुहुन्छ। तपाईँहरूले सरकारी विद्यालयमा, सामुदायिक विद्यालयमा पढेर पनि यति उत्कृष्ट नम्बर ल्याउनु भएको छ। आगामी दिनमा तपाईँहरू असल नागरिक बन्नुहोस्, देशको एउटा जिम्मेवार नागरिक बन्नुहोस्, असल शिक्षक बन्नुहोस्। अहिलेका शिक्षक होइन, अहिले काठमाडौँमा केही दिनदेखि हल्ला गर्ने शिक्षक होइन, तपाईँहरू एउटा असल शिक्षक बन्नुहोस्, तपाईँ असल एउटा वकिल बन्नुहोस्, तपाईँ असल प्राध्यापक बन्नुहोस्।